guys, welcome back to my channel after so long. आजको vlog चाहिँ हाम्रो ट्रेक टु टेस्ट हुनेवाला छ अनि हामी चाहिँ रेडी भइसकेको छौं. दिस इज माई ओटिडी. हामी चाहिँ 7 जना जान लाग्यो. अब हेरौँ को जाँदै हुनुहुन्छ हामीसँग. लेट्स गो विथ मी. हाम्रो नम्बर 2 को मान्छे चाहिँ आइसक्नु भएको छ. उहाँ चाहिँ हुनुहुन्छ नम्बर 2. अहिले हामी जडीबुटी चोकमा छौँ र हामीलाई लिन गाडी आउँदैछ. गाडीभित्र 3 जना मान्छे हुनुहुन्छ. अझै 2 जनालाई पिकअप गर्न जानु छ. कस्तो लागिरहेछ त सेकेन्ड ट्रेक? सेकेन्ड हैन सो उहाँ 2 जना पनि आइसक्नु भएको छ. हेलो रोजी. यहाँ 3 जना हुनुहुन्छ. हाम्रो 2 जना अनि हामी 2 जना मिलेर 7 जना पुग्यौं. म देख्या छैन होला. हामी देखिनु पर्यो. अब हामी जानलाई रेडी हो. हेलो भिनाजु. तन्न सुतेर आउनु भएको छ रे. यतिकै चढे नि हुन्छ. कस्तो भइरहेको छ त यहाँ जोकर मुकरसम्म आशा गर्नेछौँ पुग्छौँ भनेर भगवानले 7 दिन हुन्छ भन्ने सबभन्दा बेस्ट किनभने धेरै हिँड्नु पर्दैन हामीलाई. अलिकति मात्र हिँड्नु. त्यसपछि अब हामी खाजा खानलाई ठाउँ एक्सप्लोर गर्दैछ. उहाँहरूको चाहिँ बल्ल अब गुड मर्निङ हुँदैछ. सबजना सुतेर उठिसक्नु भयो. हामी चाहिँ अहिले खाजा खाना रोकिरहेको. यस्तो छ यहाँको भ्यू. के ठाउँ हो रे यो के ठाउँ हो? 5 खालमा हामी खाजा खाना रोकिरहेको छौँ. उमैमा हो. उमैमाको बहिनी हो. के अरे लौना? भेरी अप्ठ्यारो नाम. उसको ऊ पनि महिमाको बहिनी हो. यसलाई नचिने नि हुन्छ. यसलाई नचिने नि हुन्छ. हामीले चाहिँ पुरी तरकारी ब्ल्याक टी भोक लाएर सबको मुख हेर. हेर यो महिमाको मुख हेर्नुहोस्. के भन्नु छ? वेलकम टु माई भ्लग है. हजुर फर्स्ट टाइम आउँदै हुनुहुन्छ मेरो भ्लगमा. ए उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ. हामी यहाँ खाजा खान आएको छौँ. 3.5 घन्टामा कहाँ बगाम पुग्छौँ. 12:30 देखि 1 बजे. 12:30 बजे हामी सुकुटी पुग्छौँ. 12:30 बजे 1 बजे सुकुटी अब अलि बेला यहाँ ब्रेकफास्ट खाएर गएपछि त्यहाँ खाने टाइम हुँदैन. त्यो पनि हो हैन. मिठो खानु पर्यो. जहाँ गएर मलाई चाहिँ मिठो चाहिँ चाहियो हैन. मिठो चाहियो नि. लोकल चाहियो. यहाँ चाहिँ केटी पार्टी हुँदैछ. त्यहाँ चाहिँ केटा पार्टी हुँदैछ. यो चाहिँ बिहान चिया दुधको चिया. एकछिनमा कम्प्लेन गर्ने यही हुन्छ अहिले. के कम्प्लिट गर्नु? मैले बोतल चाहिँ भन्नु होला प्लिज. म स्न्याप पनि पठाउँ न. तातो रहेछ है चिया. मेरो स्न्याप पनि पठाउँ न. तरो गफ चलिरहेको छ यहाँ चाहिँ. हामी चाहिँ खाजा खाएर नभएर पुरी तरकारी खाएर अहिले हामी के बाटो हो यो? के बाटो? हामी 5 खालबाट अगाडि बढ्दैछौँ. अब 5 खालबाट सुकुटे हुँदै लिस्टी हुँदै हामी चाहिँ लिस्टीमा खाना खान्छौँ. अहिले चाहिँ बरु राम्रो बाटो आएको छ. अघि त एकदम खतरनाक भएको थियो. सब कपडा जति त्यहाँ साइडमा कोचेर चिल्छ भाइलाई. सोफामा बस्छ जतिको छ. ल हामी चाहिँ दोलाल घाट पुगिसकेको छौँ. अनि
एकदम गर्मी छ यहाँको माहौल अब हामी यहाँबाट चाहिँ भन्न हामी रेड बुल र त्यो किन्ने हो भनेर हामी रेड बुल किन्ने हो यहाँ होइन दाइलाई भन्दैछ रेड बुलहरू किनेर लिएर जाने हो कि म मासु महँगो पर्ला ल ए वहाँ हिँड्दाखेरि एनर्जी लो हुन्छ भनेको कस्तो लागिरहेछ मैमा पुरै अफ रोड छ यहाँ उफ्रियो भने आइया भन्यो भने हाम्रो दाइले गाली गर्नुहुन्छ ड्राइभरलाई यस्तो यस्तो बाटोमा घुम्न आएको है अनि तिमीहरूलाई यस्तो भन्यो भने हुन्छ भनेर त्यही भएर हामी भन्छौँ क्या हो This is Nepal for you. गर्दै हामी आउँदैछौँ भैरवनाथ हजुरलाई भेट्न जय हाम्रो नेपाल यस्तो राम्रो छ हजुरले भिडियोबाट हेर्न सक्नुहुन्छ तर हामीले आफ्नै आँखाले देखाएको छौँ हामी ब्लेस्ड फिल भइरहेछ हामीलाई यस्तो देख्न पाउँदा अलि बढी नै फ्याँके अलिअलि भन्नु भने यस्तो राम्रो लोकल मार्केट छ लोकल मार्केट छ यहाँ हेर्नुहोस् फुल कस्तो राम्रो छ यी हाम्रो नयाँ सरकार आएदेखि फटाफट कामहरू हुँदैछ यहाँ हेर्न सक्नुहुन्छ यी चेन्जेसहरू छ त्यही भएर सक्दो छिटो हजुरहरू नेपाल भिजिट गर्नु होला हाम्रो टुरिज्म बढाइदिनु होला हेर्नु हामी यस्तो दाउरा पनि खाना पकाएर खान्छौँ नेपालमा ऊ त्यस्तो चुलो हुन्छ टिनहरू हुन्छ अझ अब म यहाँ खोला देखाउँछु ऊ यहाँ हेर्नुहोस् कस्तो राम्रो खोला त देखिएन हिलो मात्र देखियो सरी कस्तो राम्रो यो नेपाली टुरिस्ट एक्सप्लोरिङ नेपाल हामी वहीँ गएर हजुरलाई क्लियरली देखाउँछौँ अलिअलि हेर्नु होला बल्ल आफूलाई एक्सप्लोर गर्न पाउँदैछु भन न ब्याकल्याङ भन्ने ठाउँ आइछ ब्याकल्याङ के दाइ ठाउँ के रे ब्याकल्याङ के ब्याकल्याङ ठाउँदेखि हामी यहाँ यसो तल ओह्रालो झरेर अब चाहिँ हाम्रो रियल एडभेन्चर सुरु भएको छ एउटा गाडी यहाँ आयो भने हामी यहाँ स्टप गर्नुपर्ने हुन्छ दिस इज नेपाल फर यु एन्ड दिस इज नेपाली फर यु अब यो हो नि त यहाँ बाटोमा कसरी जान्छ त गाडी हेर्नुहोस् कसरी जान्छ नम्बर 1 किङ हो सर अफरोड किङ हो नि अफरोड किङ इज दिस बोलेरो अहिलेसम्म छ नि सी द नेचुरल वाटरफल अनि ब्रिज पनि देखा ब्रिज दिस इज द ब्रिज नेपालको ब्रिज दामी खोला हो दामी खोला सबै कुरा दामी छ हाम्रो नेपालमा अलि नै हामी नेपाली पनि दामी छ यो बसेको हेर्नु यो दिस इज नेपाली भाइब्स यस नेपाल जे होस् अटेकी छे अझ एकजना अट्ने रहेछ नि यहाँ पछाडि गाइज नेक्स्ट टाइम प्लिज ल गाइज ल है गाइज हेरौँ यस्तो छ है गाडीको बाटो यस्तो छ भ्यू चाहिँ त्यस्तो छ है केही देखाउँदैछु यहाँबाट आयो क्या देखियो खै देखियो सकेनौ के माघी ल यो त पागल भयो यसलाई फालो कोही What is this behavior, Rosie? यतिकै हल्लिनु अरेको Maima, how are you feeling with our beautiful leg? लाइफको फर्स्ट एडभेन्चर Feeling vomiting. vomited people
त्यसै हाँसेछन् गाइज केही छैन हाँस लाग्ने कुरा Oh, yeah. कन्टेन्ट गाइज कन्टेन्ट यस्तो यहाँ रातो भएको छ ए चस्मा चस्मा भएको छ मेरो चस्मा भाँचिनु आएको चाहिँ अहिले अब हामी लिस्टिकोटमा गएर त्यसको उपचार गर्नेवाला छौँ हेरौँ कसरी गर्छौँ हजुरलाई देखाउँछौँ बाइक राखेर जाने को हो वाउ नो सिभिक सेन्स once more गाउँदिन म गाउँदा ब्याकग्राउन्ड म्युजिक हुन्छ रङ्गी सारी चुनरिया गाइज सरी आइएम सो सरी म केही बोलिनँ ब्याकग्राउन्ड म्युजिक भने होइन केही भन्दैन म हेर्नु होला यहाँ गाउँ देखिएको छ अब के बोल्नु मेरो भोइस नै सकियो 206वटा हड्डी हुन्छ भने मेरो 208वटा भइसक्यो कसरी होला दुईटा एक्स्ट्रा रहेछ टुक्रेर एउटा टुक्रेर दुईटा भएर टुट्याउने मान्छे उही हो नाजुक स्थिति छ बाटोको गाइज 3जना भएर घरि उता गर्छन् घरि यता गर्छन् गाइज जेरो सिभिक सेन्स आदि बाटोमा यो my god excavator JCB हो जेसीबी स्कावेटरलाई नै भन्छ ब्रो JCB जेसीबी त यो बनाउने मान्छेको नाम भयो गीता आन्टी प्लिज हेल्प हियर के हो यो आखिर आधी बाटोमा बसेर डिजेल हाल्दैछन् एन्ड वी आर वेटिङ फर देम टु फिल अप हुन्छ नि त अब कारोबारको हिसाबले हरेक ठाउँमा एउटा टेन्सन हुन्छ नि त होइन अनि त्यहाँबाट घरकै मेरो घरकै सँग बस्नु अथवा चाहिँ आराम गर्ने भन्ने त्यो फिल गर्छ अरे होइन त्यो सवालमा चाहिँ घरमा पुग्ने बित्तिकै बुढाबुढो एक कप पानी हुन्छ चिसो पानी दियो भने पनि उसको आधा दुःख चाहिँ घटिसक्यो हुन्छ उसको आधा थकाइ मेटिसक्यो हुन्छ अरे कि भयो नि छ्याङसिङ गाउँ हो यो गाइज गोलबाट थाहा पाएको हो कि छ्याङलाई सिङमा हालेर खायो भने छ्याङसिङ वाउ वाउ दाइ वाउ हामी चाहिँ लिस्टी आइसकेको छौँ अब हामी खाना खान्छौँ अब यहाँ टारबारी जस्तो रहेछ हरियाली रहेछ यहाँ चाहिँ कस्तो मलाई अब्बर मुस्ताङ आएको जस्तो फिल भइरहेको सक्यो रोजी त घाइते भइसक्यो मेरो पनि एउटा हात यो चल्न यस्तो यस्तो हुन्छ अब यो तपाईँहरू यहाँ सबैजना उठ्ने नि उठ्ने यसोबाट जाने सर माथि मन्दिरबाट म त्यो मन्दिरको माथिल्लोपट्टि गाडी रोक्छु सो हामी चाहिँ लिस्टिकोट मन्दिर पुगिसकेको छौँ लोकल पारामा हिँडिराख्नु भएको छ हामी टुरिस्ट गाइडहरूलाई गाइड गर्दै हुनुहुन्छ मेरो भिडियोहरू सो यही हो लिस्टिकोट गाउँ लिस्टिकोट गाउँ वाउ Where is the temple, Minama? ए आएको चाहिँ छैन लिस्टिकोट मन्दिर कुन भगवानको मन्दिर हो यो लौ हामी त भेट्टे छौँ त चस्मा चप्काउ अभियान चप्क्यो 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 एजेन्सी नै चियर्स है चियर्स ल है त खाना खाऊ है खाऊ है खाऊ ल है ल चियर्स है चियर्स हामीले कति बेला खाना खाएको हो अहिले हामी पुगेर बगाम पुगेर ट्रेक स्टार्ट गर्ने बेला बाटोमा
आफ्नो गाडीले त दुःख दिन्थ्यो अरूको गाडीले दुःख दिएर हामी यहाँ बसिराख्नु परेछ जेसिबी आएर टिप्परलाई निकाल्दैछ अनि अब गाडी आउँछ अनि हामी जान्छौँ हामीले यहाँ धेरै कुरा गऱ्यौँ झगडा गऱ्यौँ ट्राभलरसँग के भइसक्यो त्यो चाहिँ हामी देखाएनौँ कोही सुतेर उठिसक्यो अनि यो चाहिँ हाम्रो सपिङ भयो यहाँ रेड बुल यो 20 रुपियाँको पाउँछ यहाँ चाहिँ 30 रुपियाँ रहेछ है गाइज अनि रेड बुल चाहिँ हामीले यो वाला पायौँ कस्तो हुन्छ गाइज यो सो गाइज हाम्रो गाडी आइसकेको छ फाइनली यहाँ भिनाजको टाउको दुखिसक्यो कसैको टाउको दुख्न लागेको छ अब चाहिँ हामी लिस्टीबाट हिँडिसकेको छौँ अनि यहाँबाट चाहिँ आधी घन्टामा चाहिँ हामी बगाम पुग्छौँ रे अनि त्यसपछि हाम्रो ट्रेक स्टार्ट गर्छौँ बाटो चाहिँ यस्तो छ यहाँ एकदम सानो बाटो छ अनि तल चाहिँ यस्तो छ कालीकोटको जस्तो बाटो छ यस्तो बाटो देख्ने बित्तिकै मलाई कालीकोटको बाटो याद आउँछ रेडी हो अहिले छैन अहिले निन्द्रामा छु म उठिसकेपछि तिमीहरू रेडी हो यस हाउ मच एक्साइटेड टु मच बिनाजु हाउ मच एक्साइटेड यिनीहरूलाई एक्साइटेड हो हैन फोटो पनि खिच्छ त्यो चपक्क परेको गाउँ त्यसको नाम हगाम हो है हगाम गाउँ हो गाइज त्यो चाहिँ बसेको चाहिँ के हो त्यहाँ चाहिँ के अरे त्यो गोबर ग्यास बढी बनाउँथ्यो अरे त्यही भएर हगाम भएको अरे ल यो चाहिँ छगाम गाउँ हो हामी हगाम अनि त्यसपछि छगाम अनि बगाम हुँदै जान्छौँ अनि आकाश चाहिँ पुरा कालो भइसक्यो जब पानी पर्छ कि भनेर छ नि तर हामीसँग रेनकोट छ हाम्रो बाल केही सुनेन मैले बोलेको त्यही पनि सही भन्छ है अर्को विकल्प पनि छ फेरि उहाँले गाडी लगिदिनुहुन्छ अनि होइन हामीले गाडी लगेर त कुनै पनि हाल माथि त पुग्दैन नि होइन तर के छ भने त्यहाँ एउटा गाडी आउँदैछ पक्कन गाडी आएपछि कुरा हुँदैछ अनि त्यहाँसम्म चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्न सक्छौँ कि भन्ने हामीले त्यहाँ आधा घन्टा ड्राइभ गऱ्यो भने तपाईँहरूको 2 घन्टाको बाटो क्रस हुन्छ कि बुझ्नुभयो त्यही भएर तपाईँहरू नहिँडिहाल्नुहोस् एकछिन पक्नुहोस् है भन्न खोजिहाल्यो अनि यहाँ गाडी साइड कोही आउँदैन एउटा उता यहीँ एउटै सिङ्गल बाटो छ सर सुइक्क हिँड्ने हो टेन्सन छैन त्यो अड्किने ठाउँसम्म जान्छ त्यो अड्किने ठाउँदेखि चाहिँ बगामबाट हिँडेको ठ्याक्कै आधी घन्टा भयो चोकर मोकरसम्म जाने भन्ने हाम्रो यात्रा अगाडि बढेछौँ लिएर पनि यहाँ हातमा ब्याग राखेर बसिरहेको छ यो चाहिँ हामी अहिले एकछिन पछि भन्छौँ ल त्यसमा पनि धेरै ठुलो काण्ड गरेर चाहिँ कहानी छ हाम्रो बिनासँग साथी छौँ बिचमा एन्ड हाम्रो बहिनी दिदी भन्दै दिदी दिवाल यस्तो छ मजा हेर्न सक्नुहुन्छ बाटो चस्मा फेरि भाँचिसकेको चस्मालाई अघि भर्खर फेरि के राखेको छु मैले चस्मालाई मेरो ज्यानभन्दा बढी बाटो कस्तो भगवान्ले साथ दिनुभयो भने हामी माथिसम्म पुग्छौँ प्लिज भगवान् ब्लेस अस गाइज हामी पुनील आइसक्यो कता देखाउनु ऱ्यान्डम छ भैरवकुण्ड प्लस पुनील है गाइज हेर्नुहोस् कति धेरै छ तर मेरो बुढोले मलाई टिपेर ल्याइदिनु भएन विच इज स्याड फर मी तँलाई माया गर्नु त रहेनछ हेर गर्नुहुन्छ तर देखाउ भिनाजुले पनि लिएर आइदिनु भइसक्यो मेरो साथीलाई तर के गर्नु निस्केर आएको भए त पुरा ल्याएर व्हाइट कलरको पनि छ रेड कलरको पनि छ अल्सो पिङ्क कलरको पनि छ तीनटै कलरको Oh my god. She's so blessed to have him. Oh my god, Ari. बुढो त वहाँ हुनुहुन्छ त्यही भएर हो
सो अब हामी झर्न पनि सक्छौँ नझर्न पनि सक्छौँ तर दाइले जे भन्नुहुन्छ हामी त्यही गर्छौँ वी आर ज्ञानी बच्चा We are under his control. Like go, go. Okay. Yes, going. Yay. Oh, yeah, did it, bro. You did it. हेर्नुहोस् बाटो यस्तो तर्दै हामी एउटा ब्युटी अफ नेपाललाई हेर्न जाँदैछौँ नराम्रो त होइन तपाईँ धेरै राम्रो हो सकेको सहयोग अनि हिउँ देख्दैन उता हिउँ छ कि ए यहाँ यति हिउँ देखेर मेरो बच्चा बच्ची यहाँ खुसी भइसके यति हिउँ देखेर माथि गएर हेरिदिइरहेको छ यसले मैले स्नोफल एक्सपिरियन्स गरेको छु ल हिउँ देखिसक्यौँ छ्यापछ्यापै बाटोबाट राम्रै हिउँ देखिसक्यो राम्रै छ अगाडि पनि छ गएर चाहिँ गाडी मनाली आएको जस्तो वाला भाइब्स आयो यार Oh my god, this is so dreamy. म त स्नो चाहिँ बस्दैन सोचिरहेको थिएँ क्या धेरै नै हो दामी आइरहेछ दामी छुट्टै अब्सेसन छ यहाँ चाहिँ फेरि सबको आफ्नै पारा छ यहाँ कोही भजन सुनेर यहाँ हाम्रो विनाजलाई चाहिँ लेक लागिसकेको छ त्यहाँ बस्नु न त्यहाँ पुरै भक्ति हो नि त भजनको तालमा भिनाजु यो आमागिरी भन्दा धेरै डेन्जर हो भिनाजु कस्तो फिल भइरहेछ म चाहिँ भिनाजलाई चाहिँ हाम्रो लेक लागिसकेको छ हामी एकदम रेस्ट लगी जाँदैछौँ हाम्रो अर्का ज्वाइँ हो ज्वाइँलाई चाहिँ सबैको भारी बोकेछ अहिले खुब जोस आइरहेछ यस्तो बाटोबाट हामी यहाँको सिचुएसन चाहिँ अहिले यस्तो छ हामी 5 जना छौँ लास्टमा अनि ओ माई गॉड सो ड्रिमी यार गाइज हामी फाइनली चोकर मुकर पुगिसकेको छौँ लड्दै र पढ्दै हिउँमा लडेर खुट्टा भिजेर मेरो खुट्टा हो कि मैले मुरा राखेर टेकेर हिँडिरहेको छु त्यो मलाई केही थाहा छैन यति भन्दै मेरा 2 शब्द यति गर्न चाहे अब हामी यस्तो घरमा बस्छौँ कता बस्छौँ हेरौँ है अनि भ्यू चाहिँ यस्तो छ अहिले 7 बजेको उज्यालै छ तर हामी चाहिँ फाइनली रुममा पुगेर धन्नै तातो रहेछ स्याउ केरा सुन्तला खान लागिसक्यौँ अनि यस्तो छ खाना रेडी भएको छ हाम्रो आलुको तरकारी मासु खुर्सानीको अचार दाल भात र चाहिँ चैतको महिना यस्तो चिज यति चिसो कसैलाई गर्मी भएछ भने आउनुहोस् यतातिर आउनुहोस् खाए ल मुख धुनलाई तातो पानीलाई चिसो पानी बनाउँदै यहाँ यस्तो दामी फुलमुन देखिरहेछ हाम्रो रुम चाहिँ यही हो एकदम बिरक्त लाग्दो छ रुम गाइस यहाँ चाहिँ जुत्ता सुकाउने कार्यक्रम चलिरहेको छ कुन ठाउँ तात्यो त तिमीहरूको जुत्ता त्यो त सकिसक्यो गुड मर्निङ गाइज अहिले चाहिँ हाम्रो 4:20 भयो चाहिँ हामी ठ्याक्क 4 बजी उठेर रेडी हुँदैछौँ रोजी नजान्ने भनेको मान्छे फाउन्डेसन लगाउन आँट्दैछ सबै रेडी हुँदैछौँ देऊ हामी चाहिँ सातु पनि खाँदैछौँ थ्याङ्क यू मेकअप लाउँदैछन् यहाँ कोही अब हामी चाहिँ अलिक फास्ट गएर सनसेट हेर्ने हाम्रो टार्गेट हो
Let's see if we will make it or not. Cheers. सबैले औषधि खाइसक्यो एल्टिट्युडको के भयो अरे 2 दिन भयो नि अनि कहाँ हो हेर त ऊ त्यो होइन नि यस्तो दामी घर छ त्यहाँ बस्नुपर्छ क्या यस्तो यो हिउँमा यस्तो चम्किने हिउँमा हिँड्ने कहिले मौका पाउनुहुन्छ फेरि अहिले चाहिँ हामी हिँडेको 50 मिनट्स जति हुन थाल्यो अनि त्यसपछि पुरा उकालो काटेर आएको अनि अहिले चाहिँ अलिकति प्लेन बाटो छ हिउँ पुरा चम्किरहेको छ एज युजुअल म चाहिँ लास्टमै छु तर लास्टमा हिँड्न रमाइलो हुन्छ एक्लै सबजना बल्ल बल्ल हिँडिरहेछन् 2 घन्टामा पुग्ने हाम्रो टार्गेट हो लेट्स सी 7 बजीसम्म हामी पुग्छौँ कि नै तर सनसेट त हुन थालिसक्यो मुन पनि दामी देखेछ हामीले चाहिँ आउने बेला यस्तो हिउँ हुन्छ सोचेकै थिएन क्या ल 1% पनि सोचेको थिएन हिउँको पानी पग्लेकोवाला पानी चाहिँ हुन्छ चिप्लो हुन्छ बाटो भन्ने सोचेको त ल यस्तो छ टल्किने हो ठिक्क टाइममा आएछौँ तर हामी चाहिँ गाडीले पनि जसो तसो झगडा गरी ट्राभलर ड्राइभरसँग झगडा गरी हामी माथिसम्मै आयौँ कोही पनि त्यत्रो हिँड्नु पऱ्यो हिजो 2 घन्टा जति त्यत्रो भएर पनि नत्र त मर्थ्यो हामी म धेरै बोल्न सक्दिनँ अहिले मलाई लेट लाग्छ फेरि यस्तो छ क्या भ्यू गाइज म भन्न पनि सक्दिनँ हाउ ब्युटिफुल दिस भ्यू इज विथ चम्किने हिउँ सेफली दामी भयो नि मोबाइल धन्नै गएको थियो अहिले गाइज फाइनली सनराइज भइसकेको छ दामी भ्यू देखेको छ ल पुरा टल्केको छ प्लिज ल म आउँदैछु हामी यो डाँडाको पछाडि जान्छौँ क्या हो सल्लाह हुँदैछ यहाँ कति फोटो खिच्नुपर्छ तिमीलाई यस्तो छ भ्यू हामी 7 बजिसक्यो अझै डेस्टिनेसनमा पुगिसकेको छैन छिटो आन रोजी के हो सबभन्दा लास्टमा हिँड्ने मान्छे फोटोसुटको लागि उहाँहरू रेडी भएर बस्दै हुनुहुन्छ चिटिक्क परेर खिचिसक्यौँ नि राम्रो आइसक्यो अब हाम्रो फाइनली गाइज 3 घन्टा पछि भनौँ न यही भैरवकुण्डको लास्ट स्पट यो कुण्डमा चाहिँ पुरैवाला आइस जग्गा रहेनछ नि हिँड्न मिल्नेवाला छैन लाउ भिडियो बनाइदिन्छु यहाँ कुण्डमा चाहिँ हिजो मात्रै मान्छे एकजना डुब्नु भएको रहेछ तर उहाँहरू हेर्नुहोस् उहाँलाई पनि हेर्नुहोस् क्या करे बच्चे लोग का तिमी जाऊ न अघिसम्म त हरार महादेव गर्दै थियौ त सिरियस भयो क्या अहिले कुराहरू पुरा हुन् ल थ्याङ्क यू रोजी दिजुले टिका लगाउँदै हुनुहुन्छ हामी सबैलाई
धेरै भिजा लागोस् यहाँ पालै पालो बोक्नु पर्यो नि होइन यहाँ अब उहाँ अर्कोलाई बोक्नु भइसक्यो मलाई के बोक्नु यस्तै फोटो चाहियो अरे रोजीलाई पनि फोटो 25 जनालाई जम्मा गर्नलाई कुछ भी कतिजना भयो त अनि सो गाइज अहिले चाहिँ हामीले खिच्नुसम्म फोटो खिचिसकेका छौँ थकाइ लागिसक्यो फोटो खिच्दा त्यही पनि उसको चाहिँ चित्त बुझेकै छैन मेरो बुझिसक्यो छैन उसको बुझेकै छैन अनि हामी उसले मलाई यति धेरै गाली गरिकन हुन्छ नि फोटो खालि यो ठाउँको खिच्देऊ त्यो ठाउँको खिच्देऊ यहाँ गाइज हिउँ पहिरो जाला जस्तो छ भन हिँड्न पनि बहुत गाह्रो छ हिउँ पग्लिसकेछ सो डेन्जरस भइसक्यो गाइज एकदम डेन्जर छ यो यहाँ नटिक अनि अब यो रोजीहरू यहाँ छन् अब हामी फटाफट गरेर हामी गइहाल्छौँ लास्ट भ्यू यस्तो छ है गाइज हेर्नुहोस् तपाईँहरू पनि पोखरी पग्लिसक्यो अब चाहिँ भैरवकुण्ड को आउनु भएको छैन यहीँबाट हेर्नुहोस् यस्तो छ दामी छ यो पोखरी चाहिँ यो हो आधी पानी उ भयो पवनसरले कसको फोटो खिच्दै हुनुहुन्छ मलाई चाहिँ मन परेको छैन है गाइज हाँसी भिडियो पनि मेरो भिडियो खिच्नलाई त रामायण हुन्छ है गाइजहरू अब चाहिँ हामी यहाँबाट बाई भन्न लागेको सो बाई बाई भैरवकुण्ड कस्तो लाग्यो त दामी एकदम रमाइलो भयो हजुरलाई कस्तो लाग्यो यहाँसम्म कसको लागि अनि यो सबै कुराको व्यवस्थापनको लागि हाम्रो ट्राभलको सरलाई विशेष धन्यवाद दिन चाहन्छु व्यक्तिगत रूपमा किनकि उहाँको जुन खालको मेहनत जसरी हामीलाई यहाँसम्म ल्याएर सकुशल फर्काउनलाई उहाँको ठुलो एक किसिमको योगदान रहन गयो नआउने बाटोमा पनि ल्याएर आउनुभयो हामीलाई धेरै कन्फिडेन्स चाहिँ दिनुभएको छ आगामी दिनमा पनि फेरि यसै गरी अन्य किसिमका टुरहरूमा पनि साथमा हिँड्न पाइयोस् भन्दै कामना गर्दछौँ धन्यवाद थ्याङ्क यू सो मच हाम्रो कृष्ण सर हो एकदम धेरै मोटिभेट गर्नुभएको छ हामीलाई हिँड्नलाई एकलौटी पहलले गर्दाखेरि हिजो त्यो हाम्रो गाडी पनि अलिक माथि सफल भएको थ्याङ्क यू दाइ थ्याङ्क यू होइन नत्र भने त हामी तल हजुर पनि हामी हाम्रो ग्रुपको लागि 2 शब्द भन्नु नि त तपाईँहरू ग्रुप अब सुरुमा चाहिँ एकछिन अलि रिसाउनु भएको थियो त्यसपछि एकदम खुसी हुनुभयो होइन मलाई रमाइलो लाग्यो ग्रुप तपाईँहरूको जस्ट मेन त एकदम रमाइलो रहेछ हो नि ल हाम्रो ग्रुप भनेको यही हो हुनुहुन्छ जो सबजना लास्टै मिल्ने रहेछ बहिनीहरूलाई चाहिँ मैले भनेर होइन 4 चोटि त्यहाँनिर चितलेटी खेल्नु भयो बिचरा ल ल ल बाई 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 when career consult is his life कहीँ नछोड्नु करियर कन्सल्टलाई हामी इभिडेन्स मेटाइरहेछौँ है यहाँ आँखा लाग्न सक्छ इभिलाइजहरू रोजिया कस्तो लागिरहेछ तिमीलाई मस्त रमाइलो भयो है यहाँ चाहिँ हाम्रो खाजा हो थुक्पा खाइस रोजी बहिनी खाँदैछन् हामीलाई बस्न दिनुहोस् न दाइ यतातिर प्लिज बल्ल बल्ल 11 बजे पुग्यौँ 2 घन्टा लगाएर लड्दै पढ्दै ओह्रालोमा सिधै चिप्लेर नहिँडेर सिधै चिप्लेर र चाहिँ 2 घन्टामा लडीबुडी गर्दै पुग्यौँ जुत्ता सबै फोहोर छ चिसो छ हाम्रो एक दिनको लागि यो बस्ने स्थान थियो हामीले सबै सामान प्याक गरेर अब हामीले सबै सामान प्याक गरेर हामी जान रेडी यहाँबाट माथि जाने ठाउँ यहाँबाट चाहिँ तल झर्ने ठाउँ
यति छ बस्ने ठाउँ कस्तो लाग्यो त हाम्रो दोस्रो चोटि आउँदैन म सुते खाइन रातभरि होइन त्यही हो अब बिहान 4 बजे उठेर माथि पुगेर फर्केर आयौँ अब अहिले कति बज्यो रुमको बाहिर नै यस्तो हिउँ छ यहाँ रुमको हालत देखाइदेऊ न एकचोटि देखाइसक्यो अघि अनि अहिले अब ठ्याक्कै 11:15 भयो अब चाहिँ हामी तल झर्छौँ बगाम जान्छौँ हामी बगाम जान्छौँ अनि त्यसपछि बगाम गइसकेपछि बल्ल त्यहाँबाट ए होइन होइन त्यहाँबाट चाहिँ गाडी भएको ठाउँसम्म जान्छौँ मेन त हामी अनि यो जुत्ता निकाल्नु छ जुत्ताभित्र मोजा नभएर प्लास्टिक मात्रै छ यहाँ ल बाई टु दिस प्लेस बाई 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 ल के ल बोके लौरो बोके लौरो गाइस हिजो हिउँमा आएको बाटो आज यस्तो छ माई गड हाम्रो सिचुएसन इमेजिन गर्न सक्नुहुन्छ है यस्तो छ बाटो कसरी हिँडेर चाहिँ मोजा नलाएर प्लास्टिक बेरेर घाट दुखिसक्यो अब त आउँदिन ट्रेकिङ भन्ने हो फेरि आउन मन लाग्छ अब कहिलेसम्म आउने अरे ट्रेकिङ आउँदिन मलाई पुगो मार्दीबाट सब अगाइसकेको थिएँ अनि अब फेरि जाने भन्ने कुरा पो यस्तो नहोला हिउँ नहोला भनेको मार्दीको भन्दा भन्ने मात्रै हो गाइज हामी फेरि जान्छौँ हामी अझै नयाँ ठाउँ जान्छौँ अरूहरू आएकै छैनन् कता छन् योपालि चाहिँ हामी फर्स्ट भयौँ हामी चाहिँ ठ्याक्कै 1 घन्टामा यहाँ गाडी राखेको ठाउँमा पुगिसक्यौँ यो हो हाम्रो गाडी तर अरू कोही आएको छैन अब हामी गाडीमा चढेर यता जान्छौँ त्यसपछि हामी फेरि यस्तो बाटोमा हिँडेर हामी लिट्टी पुग्छौँ खाना खान ढाड दुखिसक्यो मेरो यस्तो छ है हाम्रो यहाँ जुत्ताको हालत कमेडी गड कन्डिसन यस्तो छ है गाइज माथिको सुन्दरता मात्रै नहेरौँ यो पनि हेरौँ यहाँ एउटा गाडी फसिसकेको छ हाम्रो ड्राइभर त यहाँ हुनुहुन्छ वी आर वेटिङ फर हिम हामी चप्पलमा आइसक्यौँ अनि म पनि आइसकेँ त्यसको हालत जुत्ता यो गाडी यसरी फसेको हामी यहाँभित्र बसेको आधी घन्टा भइसक्यो How are you feeling, Rosie? महिमा हेडेक भइसक्यो भोक लागेर त्यस्तै भइसक्यो 2 बज्नुलाई भइसक्यो दुईटा गाडी हामीसँगै आएको गाडी गइसक्यो गएर खाना खाने बेला भइसक्यो डोरी लाएर तान्दैछ यो दाइको आफ्नो मान्छे हुनुपर्छ नत्र यति सपोर्टिभ त थिएन यो दाइ अनि बाहिर फेरि हुस्सु लाएर यस्तो छ अन्धकार भइसक्यो दिउँसै अन्धकार भइसक्यो यहाँ हुस्सु लाएर पानी छिट्टै सक्यो हेरौँ कसरी तानिँदो रहेछ छ बज्यो हाम्रो यात्रा अझै सकिएको छैन लन्च हो 6 बजे हामी लन्च गर्दैछौँ सुकुटेको लन्च कुन मिठो छ मैले इमेजिन गरिसकेँ है कुन मिठो थियो